वीरगंज स्थित एक सुनचाँदी व्यवसायीको घरमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले आज छापा मारेको छ। माइस्थान स्थित अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा राजस्वले छापा मारेको हो। सशस्त्र प्रहरीको सुरक्षा घेरा बनाएर राजस्वले बिहानदेखि दिउँसोसम्म छापामारी गरेको थियो। सो क्रममा घरमा राखिएका सुनचाँदीका गहना र कारोबारसँग सम्बन्धित कागजातहरू बरामद भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अभिषेक गरगहना धितो राखेर ऋण दिने कार्यमा संलग्न रहेको पाइएको छ। राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान कार्यालयले खानतलासी गर्न र आवश्यक प्रमाण सङ्कलन गर्ने अधिकार राख्छ। स्रोतका अनुसार टोलीले बरामद गरेको सुनचाँदी लगायत सामग्री सुनचाँदी व्यवसायी सङ्घ पर्साको कार्यालयमा तौलेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। अब अभिषेक विरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन 2052 बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइन्छ। वीरगंज महानगरपालिका वडा नम्बर 9 का अध्यक्ष जवाहर प्रसाद गुप्ताले अभिषेकको घरमा राजस्व टोलीले छापा मारेको तर के कति सामान बरामद गर्यो भन्ने जानकारी आफूलाई नभएको बताएका छन्। राजस्व अनुसन्धान कार्यालयले भने अपरेसन अझै नटुङ्गिएकोले धेरै जानकारी दिन नसक्ने बताएको छ। कार्यालयका सूचना अधिकारी पुष्पराज कोइरालाले भने अपरेसन टुङ्गिएको छैन, त्यसैले अहिले बोल्ने अवस्था छैन, हामी यही काममा व्यस्त छौँ। राजस्वको छापापछि वीरगंजका अन्य सुनचाँदी व्यवसायी आत्तिएका छन्। उनीहरूको विरोधले दिनभर तनाव पनि सिर्जना भएको थियो। उनीहरूले राजस्वले गरेको छापाको विरोधमा नाराबाजी गरेका थिए। छापा मारेर फर्किने बेलामा राजस्व अनुसन्धान कार्यालय र सुरक्षाकर्मीको गाडी माइस्थान चोकमै रोकेका पनि थिए। छापाको नाममा अनावश्यक दुःख दिएको र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर त्रसित बनाएको आरोप उनीहरूको थियो। 2-4 जना आएर अनुसन्धान गरेर जान सकिन्छ नि, पुरै सुरक्षा फौज उतारेर ब्यारिकेड लगाउन के जरुरी थियो, एक व्यवसायीले भनेका छन्। ऑफिशियल हिसाब से 2 आदमी 4 आदमी 5 आदमी आके नहीं के जगह बात विचार कर सका। हमर समस्या कुछ ना, हमर समस्या ई बा कि व्यापारी को पेमेंट करे के ना मिली। बात रहल कोनो चीज भी बा घर में कथी कथी है